ल सबैजनालाई नमस्कार। आज चाहिँ म गुन्द्रुक र भटमासको अचार बनाउन सिकाउँछु तपाईहरुलाई है। सुरुमा चाहिँ गुन्द्रुकलाई चाहिँ मैले 3-4 मिनेट चिसो पानीमा चाहिँ भिजाएर राखेको थिएँ। त्यसपछि सबै त्यसको पानी नितारेर चाहिँ निचरेर मैले यसरी गुन्द्रुकलाई चाहिँ सुक्खा बनाएर राखेँ है। अनि त्यसपछि मैले चाहिँ भटमासलाई चाहिँ भुटेर राखेको छु। अनि त्यसपछि मैले प्याज र खुर्सानीलाई चाहिँ मसिनो गरेर काटेर चाहिँ राख्छु है। अनि यसले चाहिँ कलर पनि राम्रो आउँछ र प्याज त एकदमै टेस्टी हुन्छ है अचारमा। अनि त्यसपछि मैले यो जीरा र धनिया चाहिँ भुटेर पिसेर राखेको छु। एकदमै टेस्ट आउँछ, यसको बास्ना चाहिँ एकदमै राम्रो निस्किन्छ है। अनि मैले चाहिँ यहाँ कालो चुक राख्दै छु। तपाईहरुसँग कागती छ भने कागती पनि राख्न सक्नुहुन्छ है। अनि मैले एउटा पेस्ट रेडी गरेको छु यहाँ। यो चाहिँ तेल, त्यसपछि टमाटर अनि लसुन अनि त्यसपछि टिमुर छ यसमा है। यसलाई चाहिँ मजाले तेलमा भुट्ने पहिला, त्यसपछि सिलौटोमा चाहिँ मजाले पिसेर राखेको छु है। यो चाहिँ एकदमै टेस्टी बन्छ भटमास र गुन्द्रुक साँधेको है। यो चाहिँ घरमा तपाईहरुले ट्राई गर्नु होला, एकदमै टेस्टी बन्छ। तपाईहरुसँग चाहिँ यदि हरियो धनिया छ भने पात त्यो काटेर चाहिँ हाल्दिनु भयो भने चाहिँ झन् सुनमा सुगन्ध हुन्छ है। अब मैले चाहिँ यस्तो बनाएको चाहिँ एकदमै टेस्टी थियो। वाउ, हेर्नु न कलर हेर्नु यस्तो राम्रो, यो फोटोमा भन्दा रियलमा झन्नै राम्रो थियो क्या।